हेलो गाइज, वेलकम ब्याक टु न्यू भ्लग। आज चाहिँ हामी यो पलटिङमा घुम्न गइरहेका छौँ। यो भ्लग एकदम इन्ट्रेस्टिङ हुनेछ। आज म चाहिँ पलटिङ घुम्न गइरहेको छु। मसँग चाहिँ मेरो भाइ धनबहादुर रिट्ठे भन्ने हो के यस्तो यदि हामी घुम्न गइरहेको छौँ। एउटा बहिनी थियो, ऊ चाहिँ अघि गइहाल्यो होइन। गरी हामी रुम बस्दा बस्दै झ्याउ लाग्यो होइन। त्यही भएर यसले कीर्तिपुर बसेको 1 वर्ष 2 वर्ष भइहाल्यो। 2 वर्ष भयो कीर्तिपुर बसेको। अहिलेसम्म यसले न पलटिङ देखेको छ न त चोबार देखेको छ क्या। न पलटिङ देखेको छ न चोबार देखेको छ। त्यही भएर म यसलाई आज यो पलटिङ लिन आएको छु। म चाहिँ हुन्छ हाम्रो यो पछाडि एरिया पुरै यहाँ चाहिँ हाम्रो कलोनी जस्तै जग्गा भाडामा लिनको लागि बनिरहेको क्या। पुरै हाम्रो यो प्लटिङ बनिरहेको छ कलोनी। नेताको भएको चाहिँ यो पुरै चाहिँ पुरो हाम्रो यो क्या हो, यो हाम्रो यो प्लटिङ अलिकति डाँडो बनाएको हाम्रो सुरुवात। अब हामी त्यहीँ घुम्न जान्छौँ होइन। मस्तो 2 जना भगवान भाइ मलाई प्लटिङ गरेको कस्तो लागिरहेको। यो वास्तवमा हाम्रो यो बाजुरा यो सिमला त्रिवेणी नगरपालिका खतरा अनिताको बस्दै यहाँको यो माथि ठाडागडा भयो। अनि त्यहाँदेखि माथि काँडा गाउँ जस्तो फिल आइरहेको छ होइन। पलटिङ आएर यसलाई काँडा गाउँ आएर फिल भयो भने अब यसलाई। अनि त्यही भएर आज यसलाई यस्तो हरियाली काठमाडौँ बसेर आएपछि हरियाली डाँडा गाँडा त जान सक्दैन होइन। डाँडा गाँडा अलिक टाढा छ, उच्च डाँडा गाँडा हो यहाँ। त्यही भएर यहाँ पलटिङको अलि यस्तो भागमा लिएर आएको छु यसलाई। ल भन् तेरो एक्सपिरियन्स कता यहाँ आएर कस्तो भयो के भयो। कस्तो फिल भयो के फिल भयो। पलटिङ आएर आफ्नो गाउँ जस्तो फिल भयो। यो हरियाली चाहिँ रमाइलो छ। यो एरिया पुरै पलटिङ हाम्रो। त्यहाँ चाहिँ यहाँ केही बनिरहेको छ होइन। घरेडी कलोनी जस्तो घरेडी बनिरहेको छ। त्यो चाहिँ प्लटिङको एरिया हाम्रो। यहाँ केटाहरू क्रिकेट लान्छ यो चाहिँ मिनी फुटसल ग्राउन्ड हो। फुटसल ग्राउन्ड पनि यो हाम्रो क्रिकेट स्टेडियम ग्राउन्ड पनि यही नै हो। उता चाहिँ हाम्रो होपल्यान्ड छ। म नेक्स्ट भएर चाहिँ म होपल्यान्ड गएको बनाउँछु होइन। यो भाइसँग यता फर्केर यो भाइसँग यो आर्मीहरूको बेस क्याम्प हुन्छ। यसलाई यो सिमलाको काँडा गाउँ ठाडा गाउँको मेन विशेषता भनेको यो यस्तै मकै हुन्छ नि त क्या। भिराल ठाउँमा सिमलाको राम्रो मेरो नगर सिमला। त्यही भएर यसलाई पनि यो अर्को यो कहाँ भने यो कुन ठाउँ भने काँडा गाउँ जस्तो फिल भयो भने मकै बारी भयो। किन गऱ्यो त अर्को भएर चाहिँ हामी यो होपल्यान्ड गएको बनाउँछौँ होइन। हामी चाहिँ यो पलटिङको यो एरियामा हामी पुगिसक्यौँ होइन। डाँडा त्यहाँ छ। अनि यो यहाँ घुमिसकेको छैन। यो पनि ठाडागडा यादवना कारण गएको छैन। बाख्रा लिन्थ्यो अनि 1 बलदली त थियो, 1 भैँसा हो। भैँसा लिकन ठाडागडा आएको क्या। ठाडागडा यो घुम्न गयो। अनि त्यहीँ त एक दह थियो क्या। दह पोखरी टाइपको अलिक सानो थियो होइन। भैँसा पनि त्यसमै धुने अनि यो पौडी पनि त्यसमै खेल्ने क्या। यो मेन काम भनेको त्यही हो। राज्य चाहिँ हाम्रो पछाडि बाख्रा छ होइन। बाख्रा चलिरहेको अब हजुर देख्नुभयो भने अहिले त्यो थाहा होइन। बाख्रा चाहिँ पछाडि छ त्यो त। अनि यहाँ चाहिँ हामी क्रिकेट खेल्ने आउँछ नि बेलुकातिर रमाइलो तरिकाले। अब यस्तै हामी घुमिरहेको छौँ, डुलिरहेको छौँ होइन केटो। घुमिरहेको छौँ, डुलिरहेको छौँ। अनि यो केही भन्न चाहन्छ यहाँ सब्सक्राइबरहरूलाई सब्सक्राइब गरिदिनु। लाइक कमेन्ट सेयर सब्सक्राइब भन्छ है केटोले। अब खै त्यो ट्याक्क त्यो रेडवालो छेउनिर भएको रेडवालो बटन दाबिहाल्ने के जस्तरी भए पनि दाब्ने। कौन है ये लोग, कहाँ से आते हैं? दाबिहाल्ने त्यसलाई त नि होइन। अनि
लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। अब हामी यता हुँदै उता चोबार पनि जान्छौँ होला होइन। त्यहाँबाट चोबार हुँदै रुम जान्छौँ अन्तिममा भैँसी चराउँदै थियो त्यतिर रमाइलो छ लास्टतिर। यस्तै छ घुम्दै गर्ने हो। रुम बसेर अलिक किताब पढेर आयौँ होइन। खालि त्यस्तै फाल्टु चाहिँ नउच्नु होला हामीले। यो चाहिँ यो उतातिर हाम्रो गाई चरिरहने नि मस्तो छ। पर्यटनको मेन पिस त भनेको पुरै हरियाली भएर नि त्यतिर गाईहरू चढ्छन् मजाले आनन्द हुन्छ त्यतिर। अनि उता केटाहरू क्रिकेट पनि खेल्छन्। गोरु चराउँदै गाई चराउँदै भैँसी चराउँदै बाख्रा चराउँदै माथिको त्यो एरियादेखि लिएर होइन माथिको त्यो घरहरू छन् नि त्यो घरहरूबाट लिएर यो पुरै भनेको यो एरियाको एरिया हो। यो भनेको होपल्यान्ड। यसको धेरै रमाइलो छ क्या त्यतिर चाहिँ। म चाहिँ अस्ति भर्खर नै गएको थिएँ। 750 नै लगेको थियो होइन प्राइज। अनि पुरै खेल्न मिल्छ क्या भित्रको पुरै खेल्न मिल्छ। रमाइलो त्यतिरको चाहिँ लास्ट रमाइलो हुन्छ त्यतिर आएपछि। जो चाहिँ होपल्यान्ड होइन होपल्यान्ड यो म अस्ति भर्खर नै गएको थिएँ। अनि ऊ भाइले चाहिँ लग्न सकेन है मैले होइन। उसको त्यो दिन कलेज थियो होइन स्कुल गएको थियो। अनि म चाहिँ मेरो एउटा अर्को साथी चाहिँ यो होपल्यान्डमा गएको थियौँ। यसको प्राइस भनेको चाहिँ अब बच्चाहरूको लागि चाहिँ 400 रहेछ होइन। 300 350 बच्चाहरूको लागि चाहिँ। अनि त्योभन्दा अलिक ठुलो मान्छेहरूको लागि चाहिँ 750 रहेछ। त्यो त लुगा चाहिँ अलग किन्नु पर्थ्यो नि हामीले। अनि सबै चिज खेल्ने मिल्छ क्या। लास्ट रमाइलो हुने क्या बिहान आएको थियो बेलुका गएको थियो क्या त्यहाँबाट खेलेर। धेरै रमाइलो हुन्छ त्यतिर। तर यस्तो टाइममा मिलेपछि किर्तिपुरको यो प्लटिङ साइडतिर घुम्न आउनु होला होइन। अब आजलाई चाहिँ म यति नै भन्न चाहन्छु। अनि अर्को भ्लगमा मिल्ने नै छु। अर्को भ्लगमा चाहिँ ऊ भाइलाई लिएर चाहिँ त्यही होपल्यान्डमा जान्छु म होइन। अर्को भ्लगमा मिल्ने नै छु। हस् थ्याङ्क यू। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला। हस् थ्याङ्क यू बाई बाई।